भन्ने उदाहरण रजरको सामुदायिक प्राकृतिक चिकित्सालयलाई लिन सकिन्छ। आफू करिब 2060 सालतिर विभिन्न समस्याले ग्रसित भई अन्तिम अवस्थामा पुगेको बिरामी मलाई लाग्दैन थियो कि म बाँचुला र योग र नेचुरोप्याथबाट जुन एउटा नयाँ जीवन प्राप्त भयो त्यसपछि त्यो विधाको विषयमा काम गर्नुपर्छ भन्ने जुन विगतको मेरो एउटा प्रण थियो त्यो प्रणलाई आजका मितिसम्म विचलित हुन दिएको छैन र दिने पनि छैन। त्यो पनि एउटा मेरो आफ्नो कमिटमेन्ट छ। यो प्राकृतिक चिकित्सा अस्पताल खोल्न सबैभन्दा पहिला एउटा समिति गठन भयो। जो समितिको अध्यक्षमा साथीहरूले मलाई राख्नुभयो र हाम्रो एउटा समिति तयार भयो र त्यो समितिले प्राकृतिक चिकित्सालय खोल्नको लागि कसरी पैसा जुटाउने, आर्थिक सहयोग जुटाएर अनि एउटा भवन निर्माण गरेर त्यसमा अस्पताल सञ्चालन गर्ने भन्ने कुरो हामीले छलफल गर्दा एउटा यज्ञ लगाउने हामीमा सोच बन्यो। लगाउने सोच त बन्यो, तर पनि हामीलाई यो एउटा ओझेलमा परेको विधा जस्तो प्राकृतिक चिकित्सामा जनविश्वास दिलाएर उहाँहरूबाट आर्थिक सहयोग लिने कुरो त्यो बेला निकै गाह्रो थियो र मलाई तिनै दिनको सम्झना आउँछ। हामी कतिपय साथीहरूले कसलाई के भनेर हुन्छ, कसलाई कसलाई भनेर हुन्छ इत्यादि मेहनत परिश्रम त्यो बेलाको समितिले अत्यधिक मात्रामा गरेको थियो। यज्ञकालमा 5000 सम्म साधारण सदस्य र 25,000 को आजीवन सदस्य बनिदिनुहोस् भनेर हामी समितिका मान्छेहरू धेरै मान्छेहरूलाई सम्झाउने फकाउने गर्दाखेरि हामीलाई धेरै गाह्रो भएको थियो। हामीलाई रकम उठाउन त्यति सहज थिएन। यो विशुद्ध हिन्दू साइन्स हो, विज्ञान हो। त्यो विज्ञानको आधारमा आधारित पद्धति र पञ्चतत्त्व शरीर जसरी निर्माण हो रोग पनि त्यसैभित्र आउँछ र त्यसको रोग निवारण गर्ने बाटो पनि त्यही हो भनेर हामी लाग्यौँ र नेपालको एकमात्र सामुदायिक प्राकृतिक चिकित्सालय यही रजर हो, अन्यत्र अरू छैन। र अहिले यो हस्पिटल 80 बेडमा रनिङ छ र हामीले यसलाई भविष्यमा मेडिकल कलेज यहाँ BNYS तहको ब्याचलर तहको पढाइ सुरु गर्ने पक्षमा गइरहेका छौँ
र हामीले भविष्यमा यसलाई एउटा नेचुरोपेथी र आयुर्वेदको केन्द्र बनाउने हाम्रो चाहिँ सोच। जमानामा एउटा औषधिहरू एउटा एलोपेथीलाई भन्दा पनि प्रकृतिभित्र रहेका हाम्रा सागसब्जीदेखि लिएर हावा पानी माटो सबैलाई शुद्धता गराउने र शुद्धता अनुसार नै बाह्य वातावरणबाट बचाएर आहार विहार खानपिन सबै कुराहरूमा चाहिँ एउटा प्राकृतिक सिद्ध प्रकृति अनुरूप हाम्रो शरीरलाई सुहाउँदा किसिमका खानेकुराहरू खाँदाखेरि हामीलाई अन्य औषधिहरूको आवश्यकता पर्दैन। प्रकृतिले नै हामीलाई खानेकुराहरूमा औषधि दिएको छ र तिनै प्रकृतिले दिएका हाम्रा जे जति हाम्रा आहारहरू छन् तिनीहरूलाई व्यवस्थित रूपले बुझेर खान सकियो भने हामीले त्यसबाट आफ्नो जीवनलाई स्वस्थ राख्न सकिन्छ भन्ने कुरा यो प्राकृतिक चिकित्सालयले हामीलाई सिकाइरहेको हामीले अनुभूति गरेका छौँ। यो हस्पिटलमा म जोइन गरेको 2 वर्ष पुगेर यो 3-4 महिनामा लागेको छ। म आउने अवस्थामा हस्पिटलमा थियो, सबै कुराहरू राम्रै अवस्था थियो, तर पेसेन्टको फ्लो एकदमै कम थियो। म आएको बेलामा 5 जना पेसेन्ट हुनुहुन्थ्यो, पेसेन्टको फ्लो चाहिँ कम थियो। 2 वर्ष अगाडि, 2.5 वर्ष अगाडि जोइन गर्ने समयमा पेसेन्टहरूलाई कन्भिन्स गर्न गाह्रो थियो। यहाँ उपचार हुन्छ कि हुँदैन होला भन्ने लेभलमा उहाँहरूको सोच हुन्थ्यो। यहाँ त हुँदैन होला, यस्तो ठाउँमा के होला भन्ने खालको हुन्थ्यो। उहाँहरूलाई आधी घन्टा राखेर यो उपचार भनेको यो हो, यस्तो हो, यस्तो कुनै साइड इफेक्ट छैन, ढुक्क भएर उपचार लिनुहोस् भनेर कन्भिन्स गर्न आधी घन्टाको समय लाग्थ्यो। त्यस पछाडि बिस्तारै पेसेन्टहरू जुन पेसेन्टहरू बस्नुभयो उहाँहरूमा इम्प्रुभमेन्ट, राम्रो इम्प्रुभमेन्ट आउँदै गयो। त्यसपछि पेसेन्टले नै आफ्नो दाजुभाइ दिदी बहिनीहरूलाई पठाउन बेस्ट विज्ञापनको स्रोत बन्यो हाम्रो लागि। हामीले कहीँ विज्ञापन गर्न पनि गएनौँ। त्यसले गर्दा अनि बिरामीको फ्लोहरू बिस्तारै बिस्तारै बढ्दै बढ्दै गएर पेसेन्ट राख्नै नमिल्ने अवस्थामा पुग्यौँ हामी 6-7 महिनाकै। कुन रूपले चल्ने हो भन्ने खालको कुरामा हामी आफै समितिका मान्छेहरू पनि अनभिज्ञ थियौँ र यसलाई सुरुवात गर्ने क्रममा सबैको चाहिँ तालमेलबाट सहकार्यबाट हामीले यो कार्यक्रमलाई अगाडि बढाउँदै जाने सिक्दै जाने क्रममा यो शिक्षालाई यो भन्नुपर्दा प्राकृतिक चिकित्सा सामुदायिक प्राकृतिक चिकित्सालय रजरको सुरुवात अत्यन्त आर्थिक
तल्लो स्तरबाट चाहिँ हामीले सुरु गरेका थियौँ र जसको परिपूर्तिको लागि 2064मा महायज्ञ लगाएर 1,71,00,000 जम्मा गरेर त्यसबाट चाहिँ हामीले यो निर्माण कामका साथै र प्राकृतिक चिकित्सालयका सामानहरू जुटाउने कामहरू गर्दै गइयो र लेखामा लामो अनुभव गरेको नाताले मैले यहाँका कर्मचारीहरूलाई लेखा सम्बन्धी विभिन्न सहयोग गरेर सरकारी स्तरको भाउचरहरूबाट र डबल इन्ट्री सिस्टमबाट लेखा राख्ने कार्यक्रम गरी 2070-71सम्मको लेखा परीक्षणसम्म पनि सम्पन्न गरिसकेको अवस्था र करिब 5 करोडभन्दा माथि नै को निर्माण कार्यसम्म भइसकेको अवस्था र हाल लेखा राख्ने प्रणालीमा सफ्टवेयर राखेर आधुनिक प्रणालीबाट राख्ने कामको पनि सुरुवात भइरहेको छ। सालबाट म यो हस्पिटलमा काम गर्न सुरु गरेको। स्थापना कालदेखि नै हामी कर्मचारी हौँ। म सरसफाइको प्रमुख हो। हामी सुरुदेखि हस्पिटलमा काम गर्दै आउने परिस्थितिमा सुरुमा धेरै नै गाह्रो थियो। हामी बिहानको 5 बजे आएर रातिको 10 बजेसम्म पनि काम गर्थ्यौँ। दिनको 100 रुपियाँमा काम गऱ्यौँ। हामी धेरै नै गाह्रो परिस्थितिबाट गुर्जँदै आएर अहिले आएर हस्पिटल सबै कुरामा सप्रिँदै सुध्रिँदै गएको छ र तलबमा पनि धेरै नै वृद्धि भएको छ। हस्पिटल धेरै नै माथि पुगिसकेपछि अहिले समग्रमा हेर्न पर्दाखेरि हामी कर्मचारीहरू एकदमै सन्तुष्ट छौँ। यो प्राकृतिक चिकित्सा भनेको पहिला हामीलाई केही पनि थाहा थिएन। सुरुमा हामी आउँदाखेरि यो माटो पानीबाट उपचार गरेर स्वास्थ्य सुधार हुन्छ, सन्चो हुन्छ जस्तो हामीलाई लाग्थेन। हामीले डाक्टर सरसँग लुकी झुकाई ढाँटी हस्पिटल गएर औषधि खान्थ्यौँ। अहिले हामीलाई प्राकृतिक चिकित्सा भनेको यस्तो रहेछ भन्ने सम्पूर्ण कुराहरू थाहा भएर अहिले हामी हाम्रो घर परिवारदेखि लिएर हामीले कसैले पनि औषधिको प्रयोग गर्दैनौँ। बिरामी भयो भने हामी यहीँ उपचार गर्छौँ। हाम्रो बालबच्चाहरू बिरामी भए पनि यहीँ उपचार गर्छौँ। र हामीले औषधि चाहिँ विषादी रहेछ भन्ने कुरालाई एकदम राम्रोसँग बुझेका छौँ र खानपानलाई पनि विशेष ध्यानमा राख्नु पर्दो रहेछ भन्ने कुरालाई पनि बुझेका छौँ। हाम्रा सर म्याडमहरू पनि सबै ठिक हुनुहुन्छ। गल्ती गरेको कुरालाई केही गाली गरे पनि आफ्नो दाजुभाइ सम्झेर उहाँहरूले एकैछिनमा माया गर्नुहुन्छ र सम्झाउनुहुन्छ। हामी एकदम सन्तुष्टि छौँ। व्यवस्थापक पनि यहीँको लोकल भएको कारणले हामीलाई आफ्नै अङ्कल दाई भाइ जस्तो लाग्छ। उहाँसँग सबै सम्पूर्ण समस्याका कुराहरू हामीले बताउन सक्छौँ। साइड इफेक्ट नहुने उपचार प्राकृतिक अस्पतालले दिने रहेछ र यो उपचारले अन्य एलोपेथिकहरूले जिठो लिएर नसकेका रोगीहरू यहाँ आउनु भएको छ। उहाँहरू आएका रोगीमध्ये 85% यहाँ ठिक भएर जानुभएको छ र रोग लाग्नुभन्दा पहिला के जान्नु पर्दो रहेछ भन्ने कुरा यो अस्पतालले सिकाउँछ र यसका गुणहरू त भनेर साध्य छैन। प्राकृतिक भनेपछि प्राकृतिक हिसाबले बाँच्न सक्ने जस्तो जङ्गली जनावरलाई कुनै अस्पतालको व्यवस्था छैन र पनि जङ्गली जनावर आफ्नो तरिकाले हृष्टपुष्ट भएर आफ्नो जीवन बिताइराखेको छ। मेरो बुवा महेन्द्रबाट चाहिँ 1 महिना अगाडि चाहिँ प्रेसरले गर्दाखेरि चाहिँ तीव्र अर्धरागिक चाहिँ प्यारालाइसिस भएको थियो होइन। अहिले चाहिँ प्राकृतिक हस्पिटल यहाँ नजरमा भएको यो हस्पिटलमा पहिलाको भन्दा चाहिँ धेरै इम्प्रुभ भएको छ। अहिले चाहिँ पहिला हिँड्न सक्नुहुन्थेन, एउटा अनकन्सियस अवस्थामा लिएर आएको। अहिले चाहिँ कन्सियस सबै खानासाना राम्रोसँग खानुहुन्छ र पहिलाको भन्दा धेरै इम्प्रुभ भएको छ। यसको लागि चाहिँ हामी हस्पिटलमा
सुरुको अवस्थामा हामीसँग मोडर्न टेक्निकहरू थिएन, फिजियोथेरापी अकुपङ्क्चरहरू थिएन। प्यारालाइसिसको बिरामीहरू 3-4 महिना 4 महिना 5 महिना अरू केसहरू पनि जस्तो नसा च्यापिएको केसहरू, टाउको दुखाएको केसहरू उहाँहरूलाई 4 महिना 5 महिनासम्म बस्ने रेकर्ड थियो पहिलाको अवस्थामा आउनुभन्दा अगाडि पनि। तर अहिले 2-2.5 महिनामा पेसेन्टहरू जान सक्ने अवस्था आयो मोडर्न टेक्निकहरूले गर्दा। फिजियोथेरापी अकुपङ्क्चरलाई म आएपछि यहाँ जोइन गरियो, एड गरेर लगियो। अहिले त्यो पनि राम्रैसँग चलिरहेछ। त्यो पनि डोनेसनमा गयो। पेसेन्ट राम्रो भएर जानुभयो र फिजियोथेरापीको सामानहरू डोनेसन गरिदिने अवस्था आयो। र अहिले जुन अवस्था छ हामीसँग भएको अरू टेक्निकहरू पनि हाइड्रोथेरापी, मड थेरापीको टेक्निकहरू सबै ट्रेडिसनल मेथड छ। मोडर्न मेथड हामीले अहिलेसम्म ल्याउन सकिरहेको छैनौँ, र बिस्तारै हाम्रो त्यो पनि प्लानिङ छ। छिट्टै हामीले मोडर्न टेक्निकहरूलाई पनि हामी जोड्छौँ र अझ कम मान्छेहरू, कम मेन पावरमा हामीले धेरैभन्दा धेरैलाई सेवा दिने प्रयत्न हामीले त्यताबाट गरिरहेका छौँ। मेरो चाहिँ खास गरी बिमारी चाहिँ यो निमोनिया हो। निमोनिया भएको चाहिँ अब 5-6 वर्ष जति भयो। यो चाहिँ मैले विभिन्न डाक्टरहरूबाट गएर उपचार गरेँ, एलोपेथी उपचार। त्यसले चाहिँ निको भएन। यसबाट ठिक हुन्छ कि भन्ने आशा गरेर चाहिँ म यहाँ आएको। म त चाहिँ अन्त पोहोर पनि म आएको थिएँ यहाँ। पोहोर आउँदाखेरिमा केही विषेक भएको हुनाले, राम्रो अनुभव लिएर गएको हुनाले र बिमारी चाहिँ राम्रै निको भइ नसकेको। ग्यास भरिने एकदम पेटमा जतासुकै पनि ग्यास हुने। धेरै वर्ष भयो, 30 वर्ष जति भयो ग्यास ठिक भएको। औषधि गर्दा गर्दा अब औषधि गर्दा नहुने भएन कि, औषधि गर्दा भएन। अनि यहाँ प्राकृतिक चिकित्सालय छ अरे भनेर रजरमा कसैले सुनाउनु भयो। अनि यहाँ आएँ। अनि आएपछि अब उपचार गर्दा गर्दै अब 6 दिनसम्म त एकदम केही खानै भएन मलाई। अनि त्यसपछि रस मात्रै खाएँ मैले। यत्रै सानो कटोराको 1 कटोरा रस र अनि 1 गिलास, सानो गिलासको 1 गिलास दुध मात्रै खाएर माटो, पट्टी, पानी, चिसो, तातो गर्दाखेरि अहिले ग्यास भरिन छोड्यो। होइन, अहिले त एकदम ठिक भएको छ मलाई। अब ठिक भएर अब आज म घर जाँदैछु। अब अरू कोही आउनुभयो त्यस्तो अब के त्यस्तै बिरामी कसैलाई ऊ भयो भने म पठाउँछु। भन्ने हो भने देशले सम्मान गर्नुपर्ने, देशले रक्षा गर्नुपर्ने, देशले माया गर्नुपर्ने देखिएको छ। तर अहिले देश र सत्तापक्ष या राजनेताहरूले यसलाई आश्वासन मात्रै बाँडेर हिँड्ने गर्नुभएको छ अहिलेसम्म। तर यसको अझै गहिराइमा पुगेर देश निर्माण गर्ने, देश चलाउनेहरूको मनमा अझ यो अस्पताल बसिसकेको छैन। अस्पताल मनमा बस्छ तब यस नेपाली जनताले सस्तो, सुलभ र निरोगी जीवन जिउने अस्पतालको रूपमा बुझ्नु आवश्यक छ। यसमा गैर नाफामूलक परोपकारी संस्था हो। यसलाई सबै आएको बिरामीहरूले सहयोग गरेर हाम्रो सञ्चालनमा सहयोग भएको छ। सहयोग कस्तो? प्रकृतिको सहयोग। कसैले आएको बिरामीले ठिक भएर जाँदा कसैले पङ्खा दिन्छ, कसैले सोलर सिस्टम जोडिदिन्छ, कसैले जेनेरेटर दिन्छ, कसैले 6 कोठीको जेनेरेटर घर बनाइदिएको अवस्था छ अहिले, कसैले गाई दिन्छ, कसैले गौशाला निर्माण गरिदिन्छ। र अहिले ठुलो एउटा धनराशि एकजना हृदयकी दानी भन्नुपर्छ, एउटा चितवन क्षेत्रपुर निवासी गौरीदेवी प्रधानले करिब 1 करोड लगानीमा 15 कोठी सुविधा सम्पन्न भवन बनाइदिनु भएको लाग्छ। राज्यले यसलाई सही अवतरण दिन्छ र अहिले केही अब यो टोकन बजेटको रूपमा हामीलाई दिइरहेको छ। जस्तै 10 बिघा जग्गाको भोगाधिकार, त्यो एउटा उदाहरण हो। 2 पटक गरेर पटकी अनुदान 30 लाख रुपियाँ दिनुभएको छ, त्यो पनि एउटा त्यसको उदाहरण हो। जस्तै बाटोलाई चाहिने ग्राभलिङ पिचको लागि करिब 1 करोड रुपियाँ
रूपमा हामीले लिएका छौँ र अहिले स्वास्थ्य मन्त्रालयले करिब 1 करोड रुपियाँ विनियोजन गर्ने भन्ने जुन कुरा आएको छ त्यसले एउटा राज्यको उपस्थिति चाहिँ देखिन्छ। तर हामीले यसलाई कलेज मेडिकल कलेज हुँदै युनिभर्सिटीसम्म लाने हाम्रो लक्ष्य भएको कारणले गर्दा यसलाई ठुलो धनराशिको आवश्यक पर्छ। त्यो धनराशिले विनियोजित गर्ने कुरामा हामी चाहिँ विश्वास छौँ। सबैतिरबाट सपोर्ट जुट्न गएको अवस्थामा हामीले 2-3 वर्षभित्र यसलाई शिक्षण प्रारम्भ गर्दै गएर एकाडेमिक डाक्टरहरू PNYS सम्मका डाक्टरहरू तयार गर्ने र हाम्रो आर्थिक पाटोले सपोर्ट गर्न सक्यो भने यो एउटा रिसर्च सेन्टर, यो विधाको रिसर्च सेन्टर बन्दै गएर नेपालका धेरै भूभागमा यसका शाखा प्रशाखा अथवा यो विधाहरू विस्तारित हुँदै जाँदा भोलिका दिनमा एउटा विश्वविद्यालयको पनि परिकल्पना गर्न सकिने ठाउँमा यो संस्था अवस्थित चाहिँ विश्वस्त छ। यसलाई किन भन्दा साधारण मान्छेले उपचारमा पहुँच राख्न सकेन। हामीले सामान्य अवस्थाको मान्छेले पनि थोरै खर्च एफोर्ड गरेर उसले चाहिँ उपचार लिन सकोस् भन्ने उद्देश्य जुन हामीले राखेका छौँ, तर त्यो राखेको उद्देश्य प्राप्ति गर्नको लागि हामीलाई फन्डिङको कुरा आउँछ, राज्यको तर्फबाट नियमित अनुदानको कुरा आउँछ। त्यो हुन सक्यो भने हामीले सर्वसाधारणले पनि उपचार लिने वातावरण सिर्जना गर्ने हाम्रो थिम, हाम्रो उद्देश्यभित्र छ, तर त्यो प्राप्ति भइसकेको छैन। त्यो भएर हुनेले त जहाँ पनि गएर उपचार गर्न सक्छ देश विदेशमा, तर नहुने मान्छेलाई पनि बचाउने हाम्रो लक्ष्यमुक्तको काम हामीले गर्न सकिरहेको अवस्था छैन, तर हामी गर्छौँ। त्यो हाम्रो फेरि कमिटमेन्ट हो। त्यो भएर नेचुरोप्याथी सेन्टर बजारमा यहाँहरूले आएर एकचोटि हेर्नुभयो भने वास्तवमा हस्पिटललाई चाहिने कस्तो इन्भाइरोमेन्ट चाहिँदो रहेछ, कस्तो म्यानेजमेन्ट चाहिँदो रहेछ, कस्तो किसिमको बिरामीलाई बिहेभियर गर्नुपर्दो रहेछ भन्ने कुराहरू छन् यहाँ हुन्थ्यो। सबैलाई अनुरोध छ, यो जनताको अस्पताल हो, यहाँहरू सबैको कर्तव्यभित्र पर्छ। वास्तवमा मान्छेले आफ्नो एउटा उत्कृष्ट चोला मानव चोला हो, त्यो मानव चोलामा केही पुरुषार्थ गरेर हामीले चाहिँ नि विदा हुनुपर्छ। त्यो भएको कारणले गर्दा आफूले केही गर्ने प्रण गर्नु भएको छ, केही काम गर्ने सोच बनाउनु भएको छ, सामाजिक काममा आफ्नो उपस्थिति देखाउन खोज्नु भएको छ भने कृपया एकचोटि रजहरमा सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालय आएर हेरिदिनुहोस्। तपाईँले एउटा सानो गिट्टी सक्नुहुन्छ गिट्टी, ढुङ्गा सक्नुहुन्छ ढुङ्गा, इट्टा सक्नुहुन्छ इट्टा, अथवा के सक्नुहुन्छ, धेरै सके धेरै गरौँ, थोरै सके थोरै गरौँ, जति सक्यो त्यति गरौँ, केही न केही अवश्य गरौँ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर केही यो चिकित्सालयको बारेमा सोच्नु। ह्युमन बिङ्स, मानव जगतको प्राणी सबैको कर्तव्य जस्तो लाग्छ। धन्यवाद।